स्वागत छ तपाईलाई यो पोडकास्टमा पास्टर जन प्रधानसँग। गएको हप्ता र यो हप्तामा हामीले शुभ शुक्रबार अनि हाम्रो प्रभु येशू ख्रीष्ट पूर्ण उत्थान हुनुभएको हामीले सम्झना गरेर हामी सबैजना मनायौँ। अनि त्यसमा सुन्दरता के छ भन्दाखेरि चाहिँ प्रभु येशू ख्रीष्टको प्रेम हामी मानिसप्रति कत्रो ठुलो छ है। हेर्नुहोस् न, यो आदम र हव्वाले जब फल खाए, जुन चाहिँ फल नखानु भन्ने परमेश्वरले आदेश दिएको थियो, त्यो फल खाँदाखेरि उनीहरूले आफ्नो जीवनमा पापलाई निम्त्याए। अनि उनीहरूले पाप गरेको कारणले गर्दाखेरि चाहिँ परमेश्वरले उनीहरूलाई अदेनको बगैँचाबाट निकालिदिनु पर्यो। किनभने उनीहरूको जीवनमा उनीहरूले फल खाएर चाहिँ उनीहरू श्रापित भए र पाप उनीहरूको जीवनमा आयो र उनीहरू पापी भए। र पापको जीवन व्यतीत गरेर यदि उनीहरूले पापी भएर यदि उनीहरूले त्यो अनन्त जीवनको फल खाएको भए उनीहरू अनन्तसम्म बाँच्ने थियो, तर अनन्तसम्म पापमा बाँच्ने थियो। यसै कारणले गर्दाखेरि परमेश्वरको अनुग्रह हामी उत्पत्तिमै पाउँदछौँ कि कसरी उनीहरूलाई चाहिँ परमेश्वरले चाँडैभन्दा चाँडै ती अदेनको बगैँचाबाट चाहिँ निकाल्नुहुन्छ, ताकि परमेश्वरले चाहिँ उनीहरूको लागि आउने दिनमा एउटा नयाँ बाटो निकाल्नको लागि, त्यो बाटो चाहिँ के हो भन्दाखेरि पापको क्षमाको बाटो, ताकि मानिसको जीवनमा अनन्तकालसम्म पापमै जिउनु नपरोस् भनेर परमेश्वरले अदेनको बगैँचाबाट आदम र हव्वालाई निकाल्छ। त यहाँ जब हामीले हेर्दाखेरि यसो देखिन्छ कि किन होला परमेश्वरले त्यस्तो गरेको भन्दाखेरि, पढ्दाखेरि सरल भाषामा पढ्दाखेरि हामीलाई नराम्रो लाग्ला, तर त्यसको भित्रको कार्यलाई जब हामी बुझ्दछौँ, परमेश्वरको प्रेमलाई हामी बुझ्न सक्छौँ, अनुभव गर्न सक्छौँ। र यसै कारणले गर्दाखेरि साँच्चै नै प्रभुले आदम र हव्वालाई अदेनको बगैँचाबाट निकाल्नु नै हाम्रो लागि कत्रो ठुलो अनुग्रह प्रभुले गर्नुभएको रहेछ। अनि जब ती समय आउँदछ, प्रभु येशू ख्रीष्ट स्वर्ग छोडेर हाम्रो लागि संसारमा आएर हाम्रो पापको लागि चाहिँ उहाँ मर्नुहुन्छ। हामीले पाप गऱ्यौँ, श्राप हामीमा आउनुपर्ने थियो, तर ती श्राप र ती पाप प्रभु येशू ख्रीष्टले क्रुसमा उठाउनुहुन्छ र एकपल्ट सदाकालको लागि सबैजनाको लागि उहाँ मर्नुहुन्छ। र आज प्रभु येशू ख्रीष्ट मरेको नभएर तेस्रो दिनमा उहाँ भौरी उठ्नुहुन्छ। हाम्रो लागि कत्रो ठुलो उपकार गर्नुभयो प्रभुले कि हामी अनन्तकालसम्म पापमा जिउनु परेन, तर प्रभुले हामीलाई पापबाट उकास्नुको लागि एउटा ठुलो समाधान गराइदिनु भयो। र यसै कारणले गर्दाखेरि हामी प्रभुको उपकार र प्रभुको अनुग्रह उत्पत्तिमा नै पाउँदछौँ। उहाँको अनुग्रह कत्रो ठुलो रहेछ र उहाँको योजना हाम्रो जीवनमा कत्रो ठुलो रहेछ। प्रभुले तपाईँलाई यस वचन सुनाइमा आशिष दिउन्। जय मसीह। यदि तपाईलाई यो पडकास्ट भिडियो मार्फत आशिष पाउनुभयो भने कृपया गरेर कमेन्ट, लाइक र सब्सक्राइब गरिदिनु हुन अनुरोध गर्दछौँ। धन्यवाद।